दर्शकबिन नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जनकपुर धाम अहिले क्रिकेटमै भएको छ, जनकपुर बोल्टमै भएको छ, किनभने नेपालको क्रिकेटको राष्ट्रिय उत्सव नेपाल प्रिमियर लिग एनपिएल 2024 को च्याम्पियन बनेर अहिले जनकपुर बोल्टको खेलाडीहरू जनकपुर धाम आउनु भएको छ ट्रफी सहित, र क्यानका पदाधिकारीहरू पनि एकदमै उत्साहित हुनुहुन्छ। मसँग अहिले हुनुहुन्छ क्यानका उपाध्यक्ष रोशन कुमार सिंहज्यू। उहाँलाई पनि एउटा सफलता भनौँ, किनभने पूजा महतोको सेलेक्सन, त्यसपछि पूजाको एउटा सार्थक जित, त्यसपछि एनपिएलको आयोजन, जनकपुर बोल्टको जित, उहाँको लागि पनि एउटा शुभ भइरहेको छ। उहाँसँग कुराकानी गर्न गइरहेको छु। यहाँलाई धेरै धेरै स्वागत छ। धन्यवाद। तपाईँको लागि पनि एकदम यो एनपिएल पूजाको सेलेक्सनदेखि लिएर पूजाको एउटा हुन्छ नि जित, त्यो किसिमको एउटा नाम होइन, यो सबै श्री गणेश साई एकदम राम्रो भइरहेछ होइन? एकदम म एकदमै खुसी छु, ह्याप्पी छु। किनभनेपछि मेरो लागि पूजा महत्त्व होइन, मेरो लागि समग्र रूपमा यो नेपाल एनपिएल नै आजको दिनमा सफल हुनु नै नेपाली क्रिकेटको सबभन्दा ठुलो जित हो। त्यो जित भनेको एउटा हामीले हेर्दाखेरि 8 जिल्लाकै जित, 8 प्रदेशकै जित हो। किनकि समग्र मधेसको मात्र जित होइन। हजुर हजुर। नेपाली क्रिकेटको इतिहास हेर्नेपछि हामीले नेपाली क्यानले आयोजना गरेको 7 प्रदेश र चितवन जो 8 हो, 8लाई हेर्ने भन्ने बित्तिकै 8को रूपान्तर भनेपछि त्यो नेपाली क्रिकेट आफ्नो ठाउँबाट अपनत्व लिँदै गर्दाको अवस्थामा यो सारा नेपालीको जित हो। मलाई महसुस गर्छ, सायद तपाईँलाई पनि त्यही नै हुनुपर्छ। उपाध्यक्ष, एउटा कुरा बताउनुहोस् न, आज जुन किसिमको जनकपुर धामको लड्काहरू भनौँ, केटाहरू होइन, युवाहरूको जोस हेर्नु हो, त्यो ट्रफीप्रतिको माया, अपनत्व, खेलाडीहरूप्रतिको अपनत्व, तपाईँलाई लाग्दैन अब खेलकुदको भविष्य छ नेपालमा? होइन, मलाई एकदमै आइ एम सो ह्याप्पी। नेपाली क्रिकेटले एउटा जुन फड्को मारेको छ, चतुरबहादुर चन्दको नेतृत्वको टिमले जुन 2019मा आइसिसी 2014मा निलम्बन गरेको नेपाली क्रिकेट 5-6 वर्षदेखि खेलाडीहरूलाई एउटा बन्द अवस्थामा भएको अवस्थाले चिर्दै चतुरबहादुर चन्दको नेतृत्वको टिमले जुन आज सहकार्य गरेर जुन आज देशको खेल क्षेत्रलाई एउटा रूपान्तर रूपले चाहिँ नेपाली जगतमै एउटा जुन खुसियालीको माहौल बनाउनु भएको छ, उहाँ एउटा धन्यवादको पात्र पनि हुनुहुन्छ र उहाँ एउटा असल नेतृत्वको परिचय पनि छ। साथसाथै आज जुन मधेसमा, म पनि आज मधेसको छोरो हुँ, मेरो जन्मभूमि पनि महोत्तरीको सदरमुकाम जलेश्वर हो। म त्यसबाट नै उठेर आज नेपाल क्यानमा राष्ट्रिय उपाध्यक्षको जुन मैले प्लेटफर्म पाएको छु, त्यो मैले मधेस होइन समग्र देशको लागि हेर्ने एउटा वातावरण सृजना भएको छ। म त्यसमा खुसी छु। र आजको दिनमा जुन एनपिएलमा आजको दिनमा नेपालले क्यानले आयोजना गरेको खण्डमा चाहिँ जुन तरिकाबाट जनकपुरको दर्शकको माइन्ड ब्लोइङ, म विगतमा पनि भन्दैछु, वर्ल्ड कप जुन हामी 1 रनले साउथ अफ्रिका हारिसकेपछि जुन अमेरिकाको टेक्सासमा भएको दर्शक, उहाँले जुन सम्मान खेलाडीले गर्नुभयो, आजको दिनमा जुन सम्मान मैले धनुषा महोत्तरी 8 जिल्लाका जुन युवाहरू जुन आज आउनुभयो, जसले गर्दाखेरि आज प्रत्येक खेलाडीले भन्थ्यो मलाई, रोशन दाइ मैले यस्तो त नेपाल टिम जितेर आउँदाखेरि पनि हामीले हेरेर पाएको थिइनँ। मलाई बडा खुसी लाग्यो, किनकि मधेसमा क्रिकेटको रगरगमा मधेसमा क्रिकेटको जोस छ। यो एनपिएलको आयोजन गरेर जुन सपना देखाइदिनु हो नि मधेसको नेपालको युवाहरूलाई, अब यसको आधार जति हुन्छ, पूर्वाधारहरू रङशाला भयो होइन, खेलाडीहरूको तलब भत्ताहरू भयो, किनभने घाँस कपास तिनै चाहिन्छ, खेल्नलाई स्टेडियम चाहिन्छ, त्योहरू यदि हुन सकेन भने त निराशातिर जान्छ युवाहरू। अनि यो भौतिक संरचनाहरू, पूर्वाधारहरू निर्माणमा अब क्यानले के गर्छ? हेर्नुहोस्, अब खेलाडीको हक हितको लागि मैले अघि पनि भने नेपाल क्यानको अध्यक्षज्यूले चाहिँ पहिले पनि हामीले एनपिएल भारतको कुनै कम्पनीले हामीले दिएको थियौँ, केही क्रमशः 15 लाख, 10 लाख, 5 लाख, अहिलेको भन्दा पहिले हामीले रकम आयोजनाको म त्यतिखेर म कोषाध्यक्ष थिएँ। त्यतिखेर खेलाडीलाई आर्थिक रूपले बलियो बनाउनुपर्छ। महिला खेलाडीको रूपमा तलब थिएन। चतुरबहादुर चन्दलाई मैले दाइ यसो गर्नुपर्छ भन्दाखेरि ओके रोशन तिमी गर। त्यो भनेको हामीले जहिले पनि खेला आर्थिक रूपले बलियो बनाउनुपर्छ। किन बनाउनुपर्छ भन्दाखेरि खेलाडी बलियो भने हामी बलियो हुने हो। हामी बलियो भएर के काम छैन, खेलाडी बलियो हुनु पर्यो।
ग्रासरुटको क्रिकेट बलियो हुनु पर्यो, त्यो हाम्रो पहिलो प्राथमिकता थियो। र अब आजको दिनमा एनपिएलले तपाईँले घाँस बाँस कपास यो तिनटै बलियो पछि हुनु भनेको आर्थिक रूपमा कमसेकम एनपिएल जस्तो आयोजना गरिएको नेपाल क्यानले गरेको खण्डमा चाहिँ आर्थिक रूपमा खेलाडीले हामीले बलियो बनाउने मूलधारा के भने चाहिँ खेलाडी आर्थिकले बलियो हुनु पर्यो, सक्षम हुनु पर्यो। भोलिको दिन उसले नेपाली क्रिकेटबाट टाढा हुँदाखेरि पनि अर्थतन्त्रमा ऊ बलियो हुनु पर्यो। उहाँहरू बलियो भने हामी बलियो, हामीले अभिभावक पनि हामीले पाउँछौँ, नभए हामीलाई पनि त भोलि गाली गरेर शब्द भन्छ। एउटा प्रतिष्ठाको विषय पनि भयो नि त। अब विदेशी खेलाडीलाई नेपालमा खेल्न ल्याउने, तर जुन इन्टरनेसनल एउटा रङशाला स्टेडियम हुनुपर्छ त्यो स्तरको हामीसँग भएन भने त हामीलाई पनि खल्लो हुन्छ। त्यस कुरामा पनि अब क्यान केन्द्रित हुनुपर्छ जस्तो होइन। तपाईँले भनेको एकदम प्रश्न ठिक हो। म तपाईँले पत्रकार मित्रलाई म के गर्न चाहन्छु त, जसरी तपाईँहरूले चाहिँ एनपिएलको विषयमा तपाईँले उजागर गरेर सायदतिर विश्वव्यापी तपाईँहरूले जुन तपाईँहरू कुरो सहयोग नै गर्दाखेरि आज नेपाली कृषि सङ्घ आज सक्षम भएको छ भने त्यसमा पत्रकारहरू साथीहरूको ठुलो भूमिका छ। त्यसै गरी मैले भन्नुपर्दाखेरि पूर्वाधारको विषय भनेपछि हेर्नु छ भने बङ्गलादेश एक समयमा फुटबलमै थियो, आज बङ्गलादेश क्रिकेटमै भएको छ। हाम्रो छिमेकी राष्ट्र इन्डिया क्रिकेटमै छ। एसियामा सबभन्दा बलियो क्षेत्र भनेको क्रिकेटमै छ। हामी मात्र यस्तो कन्ट्रीको जुन हामी टेस्ट कन्ट्री भन्न सक्छौँ ओडिया कन्ट्रीमा हामी छौँ, तर हाम्रो लेभल कहाँ छ? यो सरकारले गर्दाखेरि हामी यो चाहिँ हामी अक्षम भएको छौँ। सरकारले पूर्वाधार तयार गरेको खण्डमा चाहिँ हामी भोलिको दिन यो देश पर्यटकको रूपमा होस्, आर्थिक रूपमा होस्, खेल क्षेत्रले जोड्न सक्छ। तर सरकार नै भन्दाखेरि शब्दमा नराम्रो लाग्ला, उहाँहरूले चाहेको खण्डमा चाहिँ आज 90 करोड 90 अर्ब मध्य प्रदेशको पैसा बजेट फ्युज भएको छ। हेर्नुहोस्, दुर्भाग्य हो, सदुपयोग भएको छैन। आजको दिनमा पाकिस्तान र इन्डियाको म्याच हुँदाखेरि पाकिस्तानले भन्छ म युएईमा खेल्छु, इन्डियाले भन्छ म श्रीलङ्कामा खेल्छु। एसिया कपमा पाकिस्तानसँग खेल्न इन्डिया जान मान्दैन। न्युट्रल भ्यालुको रूपमा चाहिँ नेपाललाई चिनाउन सक्ने अवस्था छ, तर राज्यको नेताहरू किन गुमनाम छ? किन पूर्वाधार बनाउन सक्दैन? के उहाँमाथि प्रश्न छैन? के उहाँ दोषी होइन? खेलको लागि देशलाई चिनाउने सागर माता छ भने, पशुपतिनाथ छ भने, गौतम बुद्ध छ भने, अबको दिनमा नेपाली क्रिकेट पनि छ, तर उहाँहरूलाई अहिले पनि बाटो नालाप्रति मात्र ध्यान छ। दुर्भाग्य हो। क्यानसँग एउटा चुनौती छ। अब जसोतसो सुरु गरिदिनु हो, सुरुमै ग्रान्ड गरिदिनु हो होइन, जुन लेभल आयो नि एनपिएलको त्यसलाई अब बचाइराख्न, निरन्तर राख्नलाई स्टेडियम चाहिन्छ। त्यसको लागि पनि अब यहाँहरू उत्तरदायित्व वहन गर्नुपर्छ। हामी राज्य उत्तरदायित्व हुनुपर्छ। सरी तपाईँ पत्रकार मित्रज्यू, म तपाईँलाई आग्रह गर्न चाहन्छु, नेपाल कृषि क्यान उत्तरदायित्व होइन। नेपाल कृषि क्यानले आइसिसी र एसिसीसँग समन्वय गरेर 2027 वर्ल्ड कप ल्याएको छ। त्यो ल्याउनुको अर्थ के भनेपछि तपाईँ पूर्वाधार तयार गर्नुहोस्। राज्यले पूर्वाधार तयार नगर्नु सक्नुको अर्थ भनेको क्यान त्यहाँ दोषी होइन। हामीले पत्रचार गरेको छौँ, पत्रचार गर्छौँ, गरिरहेको छौँ, तर सरकार अहिलेसम्म गुमनाम बस्नुको अर्थ भने पक्कै नै खेल क्षेत्रको ज्ञान नभएको व्यक्तिहरू हुन्। ज्ञान भएको खण्डमा चाहिँ पक्कै पनि पूर्वाधार म चाहिँ एनपिएल काठमाडौँ मात्र होइन, सबभन्दा बढी क्रेज भनेको अहिले हेर्नु छ भनेपछि सुदूर पश्चिम मध्य प्रदेश, जनकपुर, वीरगञ्ज, सप्तरी, हाम्रो 8 जिल्ला क्रिकेटको एउटा भिजन भएको जिल्ला हो। तर आजको दिन पूर्वाधारको विषयमा कुरा गर्दाखेरि 10 लाख बजेटसम्म विनियोजन गर्न सक्दैन। दुर्भाग्य हो। यही एनपिएल सबै क्षेत्रमा भइदिएको भए सबै क्षेत्रमा आर्थिक चलायमान हुन्थ्यो नि त, आर्थिक उन्नति, व्यापार बढ्थ्यो, क्रिकेट क्रेज बढ्थ्यो। भोलिको दिन प्रत्येक अभिभावकले भन्थ्यो कि मेरो छोरा क्रिकेट खेल्नुपर्छ। लागु विभिन्न घटनाहरू छ नि त, त्यहाँ जोडिन्थेन। तर आजको दिनमा त्यो ठाउँमा सरकारले किन लगानी लगाउन सकेको छैन? कि उहाँमाथि प्रश्न छैन? तपाईँहरू प्रश्न किन गर्न सक्नुहुन्न? मिडिया साथी किन प्रश्न गर्न सक्दैन? कि मिडिया साथी भनेको एउटा डब्बामा बन्द गरेको मात्र साथी हुन्छन्? उजागर गर्न सक्नु पर्यो। उजागर गर्नुहोस् तपाईँहरू। हामीले के गर्नुपर्छ? हामी अगाडि बढ्न तयार छौँ। तर आजको दिनमा नेपाली क्रिकेट फड्को मार्दाखेरि देशले फड्को मारेको छ। देशले जितेको छ। देशले जितेको छ। क्रिकेटमै देश भागको छ। आजको दिनमा आन्दोलन गर्दाखेरि पार्टीले चिनाउँछ, यो काङ्ग्रेस, एमाले, माओवादी, तर आजको क्रिकेटले गर्दाखेरि पुरा देश चिनाएको छ। यसको अर्थ के हो भनेपछि क्रिकेटमै देश भएको छ। देशप्रतिको सम्मान कसले गर्छ?
त्यो नेताहरूले किन बुझ्दैन बुझ्नुपर्छ अब बुझ्नु पर्यो त्यो माथि नेतामाथि प्रश्न तपाईँहरू गर्नुहोस् युवाहरू उठ्छ भोलिको दिन तालाबन्दी हुन्छ यी नेताहरूले बुझ्नु पर्यो खेल क्षेत्रलाई बुझ्दैन भने हामीले नेताले मान्दैनौँ हस् दोस्रो एनपिएल नहुँदै देशमा विभिन्न प्रदेशहरूमा रङशाला बनोस् सबैतिर खेल होस् यहाँहरूलाई अझै प्रगतिको कामना म तपाईँलाई अझै पनि भनिदिन्छु जति चार मधेस प्रदेशमा स्टेडियम बन्छ नेपाल कृष्ण क्यानमा म पनि एउटा यही ठाउँको छोरो हुँ आफ्नो ठाउँको लागि लड्न हरेक क्षेत्रबाट लड्न म तयार छु एनपिएल यहाँ होइन मधेसमा हुन्छ म बच्चन तर पूर्वाधारको लागि हामी तपाईँ सबैजना सङ्गठित रूपले अगाडि बढ्नुपर्छ र मुख्यमन्त्री प्रदेश सरकारलाई हामीले घचकाउनुपर्छ त्यो घचकाउनु चाहिँ पूर्वाधार तयारी हुनु बित्तिकै पक्कै पनि एनपिएल हामी हाम्रो आफ्नै आँगनमा हेर्न सक्छौँ हामी गर्छौँ धन्यवाद धन्यवाद